आलुमा फूल फुल्ने बेलामा आलुमा प्रशस्त मात्रामा ट्युबरहरू बनिसकेका हुन्छन् र ती ट्युबरहरूको साइज ठूलो बनाउनको लागि यसमा एनपीके 0050 अर्थात् पोटासियम सल्फेटको 0.5% घोल बनाएर स्प्रे गर्नुपर्छ। यसको स्प्रे गर्दा आलुमा पोटासियमको मात्रा बढ्छ र यसले पातमा बनेका खानेकुराहरूलाई आलुको ट्युबरसम्म लैजानमा सहयोग गर्छ, जसले गर्दा प्रशस्त मात्रामा खानेकुराहरू आलुका ट्युबरहरूमा जम्मा हुन्छन् र आलुको ट्युबरहरूको साइज ठूलो हुन्छ। 20 लिटर 0.5% पोटासियम सल्फेटको सल्युसन बनाउनको लागि 100 ग्राम पोटासियम सल्फेट जोख्न पर्छ। 100 ग्राम पोटासियम सल्फेटलाई यो 20 लिटरको स्प्रे ट्याङ्कीमा पुरै राख्ने, पानी राखेर यसलाई ट्याङ्कीलाई फुल गरिदिने। यसरी ट्याङ्की भरिएपछि 20 लिटर 0.5% पोटासियम सल्फेट वा एनपीके 0050% को सल्युसन तयार भयो। यसरी बनाएको घोल एक नासले आलुमा स्प्रे गर्नुपर्छ। हजुरहरूले पनि आलु लगाउनु भएको छ भने एनपीके 0050 को स्प्रे गर्न सक्नुहुन्छ, जसले गर्दा हजुरहरूको आलुको ट्युबरको साइज ठूलो हुने सम्भावना रहन्छ। यो भिडियो जानकारीमूलक लागेमा यसलाई लाइक र शेयर गर्नुहोला। धन्यवाद।